काठमाडौँको पुरानो यातायात खर्पन। आजभन्दा 100 वर्ष अघि काठमाडौँमा ट्रक थिएन, जिप थिएन, साइकल पनि सबैसँग थिएन। तर उपत्यकाका बजारमा तरकारी, धान, सक्खरदेखि देवताको सामानसम्म कसरी पुग्थ्यो होला? उत्तर हो खर्पन। कुनै समय त खर्पन भनेपछि नेवार समुदायकै चिनारी मानिन्थ्यो। पाहाडका मानिस डोको बोक्थे, तर समथर काठमाडौँमा बस्ने नेवारहरूको लागि खर्पन नै सबैभन्दा व्यावहारिक साधन थियो। थिमीबाट तरकारी, गाउँबाट धान, चामल र दैनिक आवश्यक सामान यही खर्पनमा बोकेर बजार ल्याइन्थ्यो। नेवार भाषामा खर्पनलाई खमु भन्छ। रोचक कुरा के भने खमु पनि एउटै प्रकारका हुँदैनन्। खमु, चखमु, सुदो खमु र डोला खमु गरी धेरै प्रकारका खर्पन हुन्थे। कसैमा मल र खेतीका औजार बोकिन्थ्यो, कसैमा माटो र घाँस अनि डोला खमुमा धान, चामल, मकै र भटमास जस्ता दाना नचुहिने गरी ओसारिन्थ्यो। असारमा किसानहरू धान रोप्न जाँदा आवश्यक सबै सामान खर्पनमै लैजान्थे। कहिलेकाहीँ बच्चाहरू पनि खेतमा लानु परे, उनीहरूलाई हिँडाएर लाँदा थाक्छ भनेर खर्पनमा राखेर लाने गर्दथे। काम सकिएपछि खाली भाँडाकुँडा बोकेर असारे गीत गाउँदै रमाइलो गर्दै घर फर्किने दृश्य पहिले सहरी जीवनको बिर्सन नसक्ने सम्झनाहरू हुन्। खर्पन बोक्नु पनि एउटा कला थियो। भारीसँगै आफ्ना पाइला र शरीरको चाल मिलाएर हिँड्न जानु पर्थ्यो, नत्र भारीले नै मानिसलाई असन्तुलित बनाइदिन्थ्यो। खर्पनमा सामान मात्र होइन, कुल देवता र पूजा सामग्री पनि बोकिन्थ्यो। देवता भएको खर्पन बोक्ने व्यक्तिले जुत्ता लगाउन समेत निषेध थियो। त्यसैले नेवार समाजमा एउटा उखान प्रचलित थियो, गुबाजको मुख चोखो, जापुको कान चोखो। गुबाजले मुखले मन्त्र पढेर पूजा गर्थे अनि जापुले देवताको खर्पन कानमा बोकेर सेवा गर्थे। यही कारण उनको कानलाई पवित्र मानिन्थ्यो। एउटा साधारण खर्पनभित्र काठमाडौँको इतिहास, संस्कृति र श्रमको गौरव लुकेको थियो। खर्पन अर्थात् खमुलाई तपाईँको गाउँ टोलमा के भन्दथे यो जानकारी लेख्नुहोला।